आज पनि फेरि कुखुराको मासु है बनाएको छु। यसरी पानी निस्किरहेको छ कुखुराको मासुमा चाहिँ, सुक्नुपर्छ पानी चाहिँ। फ्राई गर्नुपर्छ, अलि धेरै रातो बनाउनुपर्छ। गोलभेडा, अदुवा लसुन हालेको छु अनि खोर्सानी पनि हालेको छु। जिराको धुलो, गरम मसला पनि अलिकति हाल्यो। यति चलाउनु पर्छ। अब पाक्नलाई तयार भइसकेको छ, रेडी हुन लाग्यो। अब धनिया हालेर मेरो तरकारी चाहिँ रेडी भयो। अब हामी चाहिँ खानेछौँ। यसरी ग्रेभी यसरी रेडी भयो। हजुरहरू पनि यसरी नै पिरो कुखुराको मासु बनाएर खान सक्नुहुन्छ। पिरो यसरी खाना तयार भएको छ है। बिहान मेसिन आउँछ, प्राविधिक पनि आउँछ, प्राविधिक 10 बजी पछाडि आउँछ। प्राविधिक पनि त्यता आउँदा नाप्दिने सबै काम पनि हुन्छ। त्यतै आएर खानासाना खाएर अनि दुवै काम सकाएर झर्ने कि भन्ने नि।